उनी सानैदेखि विद्रोही स्वभावकी थिइन्। बुवासँग सवाल जवाफ गरिरहन्थिन्। प्रहरी सेवामा रहेका उनका बुवाले एक दिन कुरै कुरामा भने, मसँग सवाल जवाफ गर्नुभन्दा मञ्चमा गएर भाषण देन। बुवाको यो कुरा ईश्वरीको मनमा गडेर बस्यो। कलिले उमेरमा विवाह गरेर श्रीमानको घर पुगिन्। राजनीतिक परिवार भए पनि महिलाहरूको अवस्था राम्रो थिएन। माइतमा स्वतन्त्र जीवन बाँचेकी उनले श्रीमानको घरमा महिलाहरूलाई खुने धेरै बन्देज बेहोर्न पर्यो। यो कुरा ईश्वरीलाई पटक्कै चित्त बुझ्दैन थियो। आफू राजनीतिमा लाग्न चाहेको कुरा उनले एक दिन परिवारमा सुनाइन्। राजनीतिमा लाग्ने महिलाले निकै चुनौती बेहोर्नु पर्ने र आइपर्ने जस्तोसुकै चुनौती सामना गर्न तयार भए मात्रै यो क्षेत्र रोज्न ससुराले सुझाव दिए। ईश्वरीका श्रीमान पनि राजनीतिमै थिए। राजनीतिमा अघि बढ्न श्रीमानले सधैँ सघाए। 2064 र 70 मा संविधान सभा सदस्य रहेकी उनी 2074 सालको निर्वाचनमा जिल्लाको राजनीतिक घटनाक्रमले गर्दा पराजित भइन्। 2079 मङ्सिरको निर्वाचनमा प्रतिनिधि सभा सदस्य भएर उनको संसद यात्रा फेरि अघि बढ्यो। 2079 माघमा नेपाली काङ्ग्रेसले सभामुखका लागि उनलाई अघि सार्यो। अर्कोतिर गठबन्धन थियो। आफूले जित्दिन भन्ने थाहा पाउँदा पाउँदै पनि उनले पार्टीको निर्णय स्वीकार गरिन्। उसो त जित्ने अवस्था थियो भने अर्को कोही पुरुषलाई दौरा सुरुवाल लगाएर तयार पारिसकिएको हुन्थ्यो भन्ने पनि उनलाई थाहा छ। अर्थात् जित्ने र प्रमुख पदमा पुग्ने अवस्थामा महिलाले बिरलै अवसर पाउँछन्। नेकपा एमालेका देवराज घिमिरे 167 मत ल्याएर सभामुखमा निर्वाचित भए। संसद र पार्टी राजनीति दुवैमा खरो उत्रने ईश्वरी 2081 साउनमा संघीय संसदको संयुक्त समिति संसदीय सुनवाई समितिको सभापति निर्वाचित भइन्। नेतृत्वमा रहेका महिला राजनीतिज्ञको कथा पस्कने यो श्रृङ्खलाको तेस्रो अङ्कमा संसदको संसदीय सुनवाई समितिका सभापति ईश्वरी देवी नेउपानेको भोगाई र अनुभूति। मेरो म 4 दिदीबहिनी मध्येमा कोही पनि भाइ एउटा भाइ 2टा बहिनी छ। कोही नबोल्ने, तर म चाहिँ सवाल जवाब गर्ने बुवासँग। अनि त्यो गर्ने क्रममा मलाई बुवाले एक दिन के भन्नु भने, त यहाँ मसँग कचकच गर्नु र मसँग यहाँ बोल्नुभन्दा मञ्चमा भाषण दिएन, यस्तै शब्द एउटा प्रयोग गर्नुभएको थियो। त्यो अलिकति बाल मस्तिष्क जस्तो कि मलाई त्यो बेलामा 8-9 क्लास 9-10 क्लास पढ्दाखेरि झगडा गर्ने क्रम है। त्यो पनि फेरि म अलि बेसी कराउँदाखेरि अब त्यो हिसाबले भन्नुभयो। अनि उहाँले आफ्नो कहानी त हामीलाई भनिराख्नु थियो। अनि मेरो मनमा त्यो सुसुप्त अवस्थामा रह्यो कि त्यो कुरा। ठुलो ससुरा चाहिँ 15 सालको सांसद। त्यो हुँदै हुँदा पनि बुहारीको स्थिति के थियो भने हामीले नन्दको नाम बोलाउन मिल्थ्यो होइन। आमाजहरूको नाम त बोलाउने कुरै छैन। म पुरै घुम्टोमा म यता यति स्वच्छन्दपूर्वक रहेको मान्छे घरमा गए चाहिँ मलाई घुम्टोमा देखेर म सबजना छक्क परे। घुम्टोमा बस्नुपर्ने म दाङ हो त्यति बेला। कैलालीमा जग्गा थियो। मेरो श्रीमान कैलाली आएर घरमा जाँदाखेरि भर्खर बिहा गरेको नौलो दुलै त दगुर्दै आउने हुन्छ नि। अनि म दगुर्दै आउँदाखेरि पनि बुहारी त्यसरी दगुर्दै आउनुहुन्छ भन्ने। कोठामा जाँदाखेरि पनि यस्तो छोरा पनि उकेर आएर एकदमै मलाई मेरो मनमा कल्पना चाहिँ मेरो राजनीति गरेको फ्यामिली फेरि मेरो ससुरादेखि लिएर श्रीमानदेखि लिएर बाहिर पुरै त्यो फेरि त्यति बेला छुवाछुत पनि मेरो परिवारमा छुवाछुत मान्ने चलन पनि थिएन। यो बैकल ताल भन्ने चलन हुन्छ कि अहिले तपाईँलाई थाहा छैन होला। अहिलेको यतातिर हुँदैन। 3 तलाको घर हुन्छ। माथिको तलमा चाहिँ धान सान राख्ने भकाइ राख्ने त्यस्तो माथि र त्यसमा चाहिँ त्यति बेला तल्लो जाति भन्ने चलन त्यो नजान्न। तर मेरो ससुरा चाहिँ फेरि हाम्रो फ्यामिलीमा चाहिँ त्यहाँ माथि पनि जान्दिने, खाने बेलामा पनि सबैजना त्यो सबै छ। तर महिलालाई मात्रै त्यो भन्दैछ किन यस्तो के भनेर त्यो मनमा एकदम कौतुकता हुँदै गर्दा म पढ्न फेरि बिहा गरेर पनि पढि पनि रहेँ। त्यसपछि मेरो फ्यामिली त्यस्तो कन्जर्भेटिभ राजनीति गर्ने फ्यामिली पनि महिला कन्जर्भेटिभ फ्यामिलीमा कसैले छोएको खान हुन्न भन्ने। अझ त्यो वैष्णव धर्म लिने मेरो सासू हुनुहुन्थ्यो। उहाँले चाहिँ कसैले छोक्न सुरुदेखि मैले पूजाहरूमा आएको कुराहरू यो विभेद त हामीले गरेको रहेछ नि फुपू, हामीले गरेको रहेछ नि आमा, यो त भगवान् घरमा त्यस्तो सूर्य पुराणमा एउटा आउँछ के विश्वकर्माको छोरीसित सूर्य भगवानले बिहा गर्नु भन्ने कहानी पनि मैले त्यहाँ त्यस्तो गर्दै जाँदाखेरि पछि यस्तो स्थिति सिर्जना भयो कि मेरो त्यो फ्यामिलीले चाहिँ मलाई सबै कुरामा अनि जब म डिसिजन गर्ने उसमा चाहिँ जेठी बुहारीले जे भन्छ त्यो भन्ने भयो। अनि त्यसपछि मेरो ठुलो सस्यता सोधे मलाई राजनीति गर्ने इच्छा छ भने चाहिँ तिमीले एउटा कुरा गर, राजनीति गर्दाखेरि धेरै तिमीलाई नेगेटिभ कुरा आउँछ, त्यसलाई थ्याक्न सक्छौ। उहाँले के छ मनमा तिमीले गर्दाखेरि कहिलेकाहीँ श्रीमानसित डिभोर्सको स्थिति नै आउँछ है बुहारी पनि भन्नुभयो। अनि होइन बुवा मैले राम्रो काम गरेपछि मेरो श्रीमानसित डिभोर्सको स्थिति किन आउला र भने। तर मेरो श्रीमान पनि राजनीतिज्ञ हुनुहुन्थ्यो क्या। हामी पछिसम्म पनि हाम्रो नेपाली काङ्ग्रेसमा श्रीमान श्रीमती नै महासमितिमा लडेर चुनेर आउनेमा हामी 3-4 जनामा हाम्रो श्रीमान र श्रीमती हामी कैलालीबाट त्यसरी पनि। अनि श्रीमानले मलाई त श्रीमान धेरै अगाडिदेखि राजनीति गर्नुभएको, तर अपर्च्युनिटीको हिसाबले उहाँले मलाई अगाडि बढाउनु भयो क्या।
तिमी गर, तिमी गर्न सक्छौ। म गाउँको मान्छे 36 सालमा सुदूरपश्चिम गएँ। सुदूरपश्चिम गएपछि म भाग्यमानी छु कि जस्तो सुदूरपश्चिममा त्यो कर्णालीदेखि यतातिर पूर्विया भन्ने चलन छ। तर मलाई सुदूरपश्चिमवासीले यति धेरै माया गरे कि मलाई जागृतिको अध्यक्ष बनाउँदा पनि ईश्वरी न्यौपाने भन्ने सुदूरपश्चिमले होइन। सांसदको पहिलोपल्ट संविधान सभाको सदस्य बनाउँदाखेरि मेरो एक्लो नाम आएको, एक्लो नाम सिफारिस गर्यो सुदूरपश्चिमले माया गरेर अन्यत्रबाट भोट पाएर मैले 3 पल्ट म केन्द्रीय सदस्यमा निर्वाचितै भएँ। जबकि महाधिवेशनमा अहिले चाहिँ हामी प्रत्येक प्रदेशमा एउटा महिला अनिवार्य गर्ने गरायौँ। त्यो अनिवार्य पनि महिलामा प्रतिस्पर्धा हुने गरायौँ। त्यही प्रदेशको त्यही महिलामा प्रतिस्पर्धा हुँदा त आउँछ उनीहरू। तर मेरो पालामा त त्यो थिएन। अहिले मात्रै त्यो म त महिलाको फ्रीमा लडेँ। नेपालभरिको महिलामा त गाह्रो कस्तो हुँदो रहेछ भने काठमाडौँ, विराटनगर अब यस्तो ठुल्ठुलो छ नि हो, यस्तो ठुल्ठुलो जिल्लाले हाम्रो प्रदेशै खाइदिँदो रहेछ कि। अनि यो ठुलो जिल्लाको चाहिँ दिदी उठ्नुमा चाहिँ एक मत दिउँ भनेर उहाँको मत वार्न बढ्ने रहेछ। हाम्रो त बटुलाई मत जस्तो हुँदैन। त्यही पनि मलाई सबैले माग गरेर म 3 पल्ट केन्द्रीय सदस्यमा निर्वाचित भएँ। हिजोको दिनमा जति पर्सेन्ट भनेर तोकेको थियो त्योभन्दा बढ्ता पनि महिला आएन। अहिले पनि संविधान अनुसारले तोकेको छ त्योभन्दा बढ्ता चाहिँ दिन कुनै पार्टीले सकेको छैन। र महिलाले राजनीति गर्दाखेरि मलाई एउटा तितो अनुभव के छ भने यद्यपि सबै त्यो छैन, तर महिलाहरू के हुन्छ नि म्यारिड नहुँदासम्म बाबुआमाको तिमी छिटो आऊ है, तिमी हामीलाई बन्द नै हुन्छ। र अहिले पनि के हुन्छ भने अब म त अब हजुरआमै भइसकेँ होइन। मैले घरको सारा काम सबैलाई म्यानेज पनि गर्नुपर्ने हुन्छ। र म यो कुरामा पनि के विश्वास गर्छु भने जस्तो हामी महिला राजनीति गर्ने महिलाहरूले आफूले आदर्श देखाउनुपर्छ कि हिजो जे कुरामा श्रीमानले गर्दाखेरि या त्यो समाजमा पुरुषले गर्दा हामीलाई चित्त बुझ्दैन नि, ड्रिङ्क गरेको चित्त बुझ्दैन, अलि यताउति गरेको चित्त बुझ्दैन, हामी पनि त्यो गर्नु हुँदैन। चाहे राजनीति गर्नुहोस् चाहे प्रशासनिक क्षेत्रमा होस्, जहाँ गर्दा पनि हाम्रो चाहिँ बिहान बेलुका त हामी घरमा हो, सबै म्यानेज गर्नुपर्ने हुन्छ। स्कुल पठाउनु पर्यो, घरको ससुरा होला या जे होला म्यानेज गर्यो। अनि हाम्रो 10 to 5 कहीँ बजाउनु पर्ने चाहिँ त्यहाँ छ। त्यसपछि त हामी फेरि त्यो घरमा गएर काम गर्ने समय फर्किहाल्छौँ क्या। अनि त्यहाँ घरमा जाने हुन्छ। तर कतिपय कुरामा के हुन्छ त्यो 5 बजे पछि या 6 बजे 7 बजे अब रातिको 12-1 बजीसम्म अनि षड्यन्त्रका तानाबानाहरू बुझ्ने, चाहे चुनावको बेला होस्, टिकट दिने सिलसिलामा होस्, त्यो चाहिँ त्यति बेला चाहिँ फेरि पुरुषहरूको त्यो उज्यालो हुँदो रहेछ क्या। अनि धेरै कुराहरू चाहिँ अझै पनि अप्ठ्यारो छ। तर त्यो भन्दै गर्दाखेरि तपाईँले इमान्दारीपूर्वक गर्नुभएको छ भनेपछि महिला मात्र होइन पुरुष साथीहरूले पनि सहयोग गर्नुहुन्छ। फेरि फर्स्ट पोजिसनमा अहिले पनि हामी महिलाहरू छैनौँ। निर्णय गर्ने ठाउँमा यद्यपि हाम्रो सङ्ख्यात्मक पुलले बढाएको छ। तपाईँको पार्टीको भन्नुहोस्, संसदमा भन्नुहोस् छ होइन। पार्टीमा पनि नीति निर्णय गर्ने ठाउँमा को छ त पुरुषहरू नै हुनुहुन्छ नि त। हाम्रो त अब त्यो आरक्षण नगर्दाखेरि पनि कोषाध्यक्ष एकजना महिला हुनुहुन्थ्यो, आरक्षण गऱ्यौँ र सहमहामन्त्री एकजना महिला हुनुहुन्छ। तपाईँलाई मैले फ्रेङ्कली बताउनु पर्दा यदि पुरुषले जित्नुहुन्थ्यो भने कुन चाहिँ पुरुष दौरा सुरुवाल लाएर तयार हुनुहुन्थ्यो। त्यो ठाउँमा नजित्ने भएको कारणले नै होला महिलालाई अघि सारे होला भन्ने लाग्छ। तर मलाई गर्दा मलाई साथीहरूले भन्नुभयो तपाईँ नजित्ने भएर तपाईँलाई टिकट दिएको हो, किन तपाईँ उठ्नुभयो, तपाईँ किन त्यसमा स्वीकार गर्नु पनि भन्यो। तर मैले भने पार्टीले मलाई कुनै पनि चुनावमा लड्ने जाँदाखेरि सबै जित्छ भन्ने हुँदैन। हार्ने भनेर थाहा पाउँदा पनि त लड्न जा भनेर भन्छ भनेदेखि म त्यसमा सहर्ष जान तयार छु भनेर भने। त्यसको रियलाइज चाहिँ फेरि पार्टीले गर्नुपर्छ कि। पछि पनि धेरै साथीहरूले मानिसहरूले पनि हुनुहुन्छ, अरू सिनियर साथीहरूले पनि तपाईँ त हाम्रो सभामुख हो नि त भने अहिले पनि भन्नुहुन्छ। अनि मैले उहाँहरूलाई जवाब दिन्छु यदि जित्ने भइदिएको भए तपाईँले मलाई बनाउनुहुन्थ्यो त भनेर मैले उहाँलाई जवाब दिन्छु। त्यो फिलिङ चाहिँ कहीँ न कहीँ आज मबाट सुरु भयो, यो स्टार्ट मबाट। तपाईँले त्यति मात्र होइन, म योभन्दा अगाडि के अरे हाम्रो महाधिवेशन भइरहेको थियो। मैले चाहिँ संविधानमा भएअनुसार हाम्रो पार्टीमा हामीले एउटा चिज गर्न सकेको छैनौँ। त्यो सभापति या उपसभापति मध्ये एक महिला भन्न गर्न सकिरहेका छैनौँ। अबको मेरो उम्मेदवारी उपसभापति हुनेछ, सभापति या उपसभापति मध्ये एकजना महिला अनिवार्य हुनुपर्छ भनेर मैले स्ट्याटस लेखेँ होइन। अनि त्यो कुरा गर्दै गरेँ मेरै पार्टीको सिनियर साथी जो पदाधिकारी उठ्दै हुनुहुन्थ्यो, महाधिवेशनको हाम्रो उद्घाटन सत्र चलिरहेको थियो, उहाँले के भन्नु भने मलाई इजिली ईश्वरीजी तपाईँ त उपसभापति उठ्ने भने होइन र, हाम्रै पार्टीभित्र पनि अधिवेशनको बेलामा त फरक गुटहरू हुन्छ नि त, अनि तपाईँ फलानु उठ्न सभापति उठ्नुहुन्छ उहाँको गुटमा गएर उठ्नुहोस् न भन्नुभयो। जबकि म जहाँ लागेको छु म त्यही माटो लागिरहेको छु। अनि मैले उहाँलाई भने तपाईँले मलाई के सोचेर भन्नु, एउटा महिला सोचेर भन्नुभयो कि तपाईँ पनि पदाधिकारी उठ्दै हुनुहुन्छ, तपाईँ पनि पदाधिकारी उठ्दै हुनुहुन्छ, तपाईँ त्यहाँ गएर किन उठ्न नसक्ने, म किन जानुपर्ने त, म यहीँ उठ्छु तपाईँ त्यहाँ गएर उठ्नुहोस्, त्यो पनि बन्छ। सोचाइ त्यस्तो छ कि महिलाहरू चाहिँ म उठ्छु म ठुलो पदमा जान्छु भनेपछि
अहिले पनि है, जबकि यति धेरै अब त हाम्रो पार्टीले पनि संविधान अनुसार धेरै ठाउँमा महिलाहरूको आरक्षण गरिरहेको छ, महिलाहरू अगाडि बढाउनुपर्छ भन्ने किसिमको सोचाइ छ। कदमजम्म भन्ने कुरा त नेपाली काङ्ग्रेसको 11औं महाधिवेशनदेखि नै कदमजम्मको स्टार्ट भयो नि त। जबकि त्यति बेला संविधानमा पनि थिएन नि त, कर्णाली, मधेस, दलित, महिला, जनजाति भन्ने कुरा त संविधानमा पनि थिएन। त्यति बेला कदमजम्म भन्ने एउटा नारै सहितको हामी आएको त्यस्तो पार्टी हो। र संविधानमा राख्दै नराख्दा पनि तपाईँ मधेसको, मेरो सुदूरपश्चिम त धेरै पछिसम्म पनि कर्णालीको पुल नहुँदाखेरि त हामी इन्डियाबाट भएर नेपालगञ्ज आउँदा पनि इन्डियाबाट भएर आउँथ्यो। काठमाडौँ त धेरै टाढाको कुरा छ। मलाई पछिसम्म पनि नेपालको चियापत्तीको नाम, नेपालको साबुनको नाम, यस्तो नाम पनि थाहा थिएन कि म बोर्डरमा थिएँ। सबै कुरा मैले बोर्डरबाट ल्याएको थिएँ। मलाई नेपाल टु नेपाल आउन टाइम लाग्थ्यो। म नेपालमै आउन सक्दैन थिएँ, इन्डिया भएर आउनु पर्थ्यो। मेरो घर कैलालीबाट त्यहाँको टिका लगाएर म दाङ जानु पर्यो भने 4 दिन लाग्थ्यो मलाई। भनेपछि अब त्यो स्थिति भएको बेलामा पनि द्वारकादेवी ठाकुरानीलाई सांसदको टिकट दियो, जितायो, एसियाकै पहिलो महिला मन्त्री बनाएको हो नि त काङ्ग्रेस त त्यो हो। तथापि मानसिकता चाहिँ त्यो छ। तपाईँले भन्ने जस्तो पक्कै पनि पुरुषले पाउने कन्फर्म भइदिएको भए कुनै पनि महिलालाई अगाडि अझै पनि सार्नुहुन्थेन। महिलाको विषयमा चाहिँ पार्टी अलग भएन कि त्यहाँ पनि नारा लगाउने परिस्थिति रह्यो हाम्रो। त्यति गर्दा गर्दै पनि स्थानीय तहमा हामीले प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष या दलित महिला, अझ महिलामा पनि दलित महिला अझ पछि छ, हामीले त्यहाँ राख्न सकेनौँ। संविधानको पाना पल्टाउन चाहिँ त्यो कहीँ पनि छैन। त्यो आयो कहाँ भने चाहिँ राज्य व्यवस्था समितिमा। राज्य व्यवस्था समिति दिलबहादुर घरती अध्यक्ष हुनुहुन्थ्यो त्यति बेला। म पनि थिएँ, डाक्टर आर्जु देवा, सीता गुरुङ, रेखा शर्मा, हामी सबै महिलाहरू त्यहाँ थियौँ। हामीले एउटा कोसिस त्यहाँ गऱ्यौँ कि अब यो नेतृत्व भनेको माथि तपाईँले एकचोटि लगेर दिनुहुन्छ, तलबाट नेतृत्वको विकास गर्नुहुन्न भनेपछि माथि त हामीले यहाँ 33 भन्दा पनि 1/3 त कम्तीमा 1/3 भन्ने सुनिश्चित गऱ्यौँ। तल खै त जहाँबाट नेतृत्वको उब्जिने हो त्यहाँ त छैन भनेर लड्दा हामीले मेयर र उपमेयरमध्ये अध्यक्ष र उपाध्यक्ष पनि एकजना महिला, अझ दलित महिलाको चाहिँ भएन। तपाईँले संविधानमा हेर्नु चाहिँ दलित महिलाको ठाउँमा 2टा महिला भन्ने छ क्या। त्यसैलाई काटेर हामीले पुरुषहरूको चाहिँ त्यसमा दिन तयार हुनु भएन। ल ठिक छ, हामी महिलामा दलित महिला एउटा काट्नुहोस्, तर दलित महिला राख्नुहोस्, किनभने उसलाई त अझ निकाल्न गाह्रो छ भन्दाखेरि त्यहाँ एउटा डिबेट आयो। सबै ठाउँमा दलित महिला त भेटिँदैन त्यो सिट खाली जान्छ भन्नु। हामीले के भन्यो, ठिक छ एकपल्ट खाली जाला, 2पल्ट खाली जाला, तेस्रो पल्टमा त मान्छे दलित महिला म आफ्नो नाम सारी गरेर त्यहाँ गएँ भने पनि म टिकट पाउँछु भन्ने हुन्छ, त्यहाँ चुनाव लड्छ, खाली हुन्न। त्यसले गर्दा तलबाट पहिला सुरु गरौँ भन्यो होइन, तलबाट त्यो स्टार्ट भयो। अब अहिले त महिलाहरू तपाईँले हेर्नुहुन्छ भनेदेखि हिजो उपमेयरमा मात्रै थियो र यो बिचमा फेरि गठबन्धन भइसकेपछि नदिने अहिलेको निर्वाचन ऐनले त्यसलाई पनि हामीले व्यवस्थित गर्न खोजिरहेछौँ। अब यदि एउटै दिनु परेको खण्डमा पनि महिलाले दिनुपर्ने, त्यो काट्न पाइँदैन है भन्ने त्यो लडाइँ फेरि हामी संयुक्त रूपमा सबै लड्नु पर्दो रहेछ कि यो अधिकार भन्ने कुरा कसैले दान दत्तपे गरेर होइन कि हामीले अधिकार पनि अलिकति लिनलाई आफ्नो सङ्घर्ष पनि जारी राख्नुपर्ने छ, कन्भिन्स पनि आफ्नो नेताहरूलाई गर्नुपर्ने रहेछ र समयअनुसार छ। फेरि नेपालमा मात्रै होइन, म इलेक्सनको बेलामा म अमेरिकामा युएसमा थिएँ। हिलारी क्लिन्टनको त्यति बेलाको स्थिति हेर्नुहुन्छ भनेदेखि जितेको भनेको बेलामा हारेको, अहिले पनि हेर्नुहुन्छ भनेदेखि उपराष्ट्रपति राष्ट्रपतिको मिल्दा अहिले पनि त्यही किसिमको स्थिति हो भन्नाले के हुँदो रहेछ नि, महिलालाई त्यत्रो विकसित कन्ट्रीहरूले पनि स्वीकारेको स्थिति रहेनछ नि त्यो नेतृत्वमा। त्यो हिसाबले हेर्ने भने नेपालमा चाहिँ फेरि हामीले प्रगति गरेका छौँ। राष्ट्रपति होइन के अरे सभामुख, प्रधान न्यायाधीश त आफ्नो जानुभयो, एउटा लेभलबाट जानु त्यस्तो पाएका छौँ। तर त्यो सबै ठाउँमा त्यो हुन सकेको स्थिति छैन। त्यसले गर्दा पार्टीले पनि सबभन्दा पहिला हामीले आफ्नो पार्टीमै हो, पार्टीमा नेतृत्व तहमा महिला बढीभन्दा बढी ल्याउन हामीले के गर्नुपर्छ, पार्टी नै बलियो पहिला आफ्नो पार्टी, त्यसपछि पार्टी बिचको हाम्रो महिला छ नि, भगिनी संस्थाहरू छ, पार्टीकै महिला केन्द्रीय सदस्य छौँ, सबैजनालाई पहिला आफ्नो पार्टीमा महिलाहरू चाहिँ बढीभन्दा बढी नेतृत्वमा पुर्याउनलाई लबिङ गर्नु पऱ्यो। किनभने टिकट दिने ठाउँमा र त्यो छान्ने ठाउँमा त पुरुषहरू नै हुनुहुन्छ के। अब एकजना महिलाले त बिचरा लबिङै गर्न सक्दैन, जति लडे पनि त्यो एकजना महिलाको आवाज त दाबिन्छ। अब 15जना 18जना पदाधिकारी हुने ठाउँमा कम्तीमा 1/3 त्यहाँ महिला पदाधिकारी पुग्नुभयो या 50% महिला पदाधिकारी पुग्नु भने होइन यसको ठाउँमा यस्तो हुनसक्छ भनेर त भन्ने हुन्छ नि। टिकटको सिलसिला अहिले त संविधानले तोकेको भन्दा बढ्ता त कहीँ पनि हामीले पाएको छैनौँ। त्यही पनि पुरा खै त मन्त्री परिषद, संविधानको भावना त मन्त्री परिषद पनि 1/3 हो। त्यस्तै धेरै ठाउँहरू छ। अझ अब कम्पिटिसन गरेर आउने ठाउँमा कतै नपुगेको होला, त्यसमा पनि अब रिजर्भेसनका अरू पाटाहरू छ, त्योमा पनि हामीले त्यो पनि गरिराखेका छौँ। तर मन्त्री परिषदमा पठाउने क्रममा त महिला पठाउँदा हुन्छ नि त। मैले त अझ हाम्रो नेताहरूलाई कहिलेकाहीँ हाँसोमा गर्छु, एकपल्ट विचार गर्नुहोस्, मैले महिला मन्त्री पठाएनस् त तपाईँहरूले। किनभने महिलाहरूले अहिले डाक्टर आर्जु राणा देउवाको तपाईँले देख्नुभयो, पहिलोपल्ट मन्त्री भएर जानुभएको छ, असफल त हुनु भएन नि त। राम्रो उहाँको पर्फर्मेन्स कुनै पुरुष परराष्ट्र मन्त्री भन्दा कम चाहिँ अझ बढ्दै छ कि। त्यसले गर्दाखेरि महिलालाई जबसम्म तपाईँ त्यो ठाउँ पाउनुहुन्न नि,
उसले आफ्नो आफ्नो प्रतिभा यहाँ यस्तो छ भने कहाँ देखाउँछ। म योभन्दा अगाडि पनि सुनवाई समितिमा थिएँ, अहिले पनि सुनवाई समितिको सदस्य हुँदै अहिले सभापति छु। यसमा 2-3टा केसहरू आयो। सुनवाई समिति वास्तवमा आफू अहिलेको हकमा है हामीले अहिले मैले अनुभव गरेको म यसमा सदस्य हुँदाखेरि पनि हामीले एउटा केस रिजेक्ट नै गऱ्यौँ। त्यो केस हामीसँग आइसकेपछि यो निचा सम्बन्धी केस पर्यो। क्वेसन सोध्नेमा पनि ईश्वरी घरतिर म मात्रै थियौँ, जेन्ट्सहरूले सोध्नु भएन। र त्यसको हामीले निर्णय गर्ने बेलामा पनि हामीलाई कोही नेतृत्वबाट दबाब आएन र हामीले केही विषयहरूमा चाहिँ सम्बन्धित विषयहरूमा त्यति मात्रै होइन, जस्तो पठाउने कुरामा पनि राजदूतै सिफारिस गर्ने कुरामा होस्, न्यायाधीशै सिफारिस गर्ने कुरामा होस्, कम्तीमा समावेश गरेर पठाउनुहोस् है। यो भएन भने राजदूतलाई हामीले परराष्ट्र मन्त्रीलाई 2 परराष्ट्र मन्त्रीलाई बोलायौँ, एनपीजीलाई पनि बोलायौँ, उहाँको पालामा पनि भन्यो, डाक्टर आर्जु राणा देउवालाई पनि भन्यो, किन एउटै जातलाई यहाँ पठाउनुहुन्छ जबकि यो त संविधानको स्पिरिट अनुसार भएन। जब यो परराष्ट्र सेवाबाट जाने चाहिँ एउटा केही क्राइटेरिया होला। राजनीतिक नियुक्ति गर्दाखेरि त महिला, दलित, आदिवासी, जनजाति, मधेसी सबलाई मिलाएर गर्नुपर्ने हुन्छ होला नि। त्यस्तो किसिमको क्यापेबल महिला नपाउने भन्ने कुरा पनि छैन, क्यापेबल जनजाति या दलित नपाउने भन्ने पनि छैन भन्ने उहाँहरूलाई भनिसकेपछि प्रतिबद्धता पनि जनाउनु भयो। र अहिले पछिल्लो स्थितिमा हामीले त्यो पनि गऱ्यौँ र हामीले 2टा केस चाहिँ अहिले हामीले रिजेक्ट गर्नुपर्ने परिस्थिति सिर्जना भयो। हामीले हेऱ्यौँ र हामी पछि पनि के भयो भनेदेखि अहिले पनि हामीले बायोडाटा मगाउँदाखेरि उहाँहरूको ओरिजिनल सर्टिफिकेट लगायत पहिला त्यो मगाउने गरिरहेको थिएन, किनभने आइसकेपछि हुन्छै भन्ने थियो। पठाउँदाखेरि त्यस्तो केही देखेको पनि थिएन, पछिल्लो पिरियडमा केही देख्यो। अब हामीले परराष्ट्रित जसको सिफारिस गरेर पठाउनुहुन्छ, परराष्ट्र अन्य जहाँबाट तत्त निकायबाट आउँछ हामीलाई सिफारिस, आउने निकायको ओरिजिनल डकुमेन्टहरू सबै ओरिजिनल डकुमेन्टहरू हामीलाई पठाउनुहोस्, सर्टिफिकेटहरू पठाउनुहोस् भनेर अब त्यो पनि सुरु गर्यो। कसैको दबाबमा आएर यदि हामीले पठायो भनेदेखि भोलि यो समितिको त्यो जुन ओत छ नि त्यो नै घट्ने हुन्छ के। खालि समिति त पठाउने, त्यो ठप्पा लगायो, जे भन्यो त्यो गरेर पठाउनु भने यो समितिको आवश्यकता पर्दैन। कस्तो अप्ठ्यारो परिस्थिति हुँदो रहेछ भनेदेखि संवैधानिक परिषदबाट सिफारिस भएर आएका, जहाँ संवैधानिक परिषद भनेपछि देशको सम्पूर्ण नेतृत्व वर्ग त्यहाँ बस्नु भएको हुन्छ होइन। अनि परराष्ट्रबाट भएर आएको, न्याय परिषदबाट सिफारिस भएर आएको मान्छेहरू हामीले यहाँ सुनवाई गर्छौँ। उहाँहरूले पठाउँदासम्म सर्टिफिकेट मात्रै हेर्नुहुन्छ, सर्टिफिकेटमा त डिग्री गरेको होला या भने ब्याचलर गरेको होला, त्यो योग्यता पुगेकै होला। तर तपाईँ कस्तो छ भनेर तपाईँको जब हामीले सार्वजनिक उजुरी आह्वान गर्छौँ नि, अनि तपाईँको चारैतिरको आउँदो रहेछ कि वास्तविक के छ भन्ने कुरा यहाँ आएर थाहा हुँदो रहेछ। अनि यहाँ आएर जब थाहा पाइसकेपछि उचित छ भने हामीले पठाइदिउँ, उचित छैन भने हामीले लास्ट डेसम्म पनि प्रयास गरेर रिजेक्ट पनि गर्नुपर्ने परिस्थिति भयो। त्यसमा हामीलाई दबाब चाहिँ छैन। कानुन निर्माणको पक्षमा चाहिँ अहिले पछिल्लो उसमा चाहिँ संसद लागेकै छ होइन। त्यो सांसदलाई 2टा पाटोले हेर्दो रहेछ कि। सांसद भने प्रत्यक्ष जनतासित जुडेको हुन्छ, उसका साना धारादेखि लिएर ठुल्ठुला अरबौँका योजना पनि त्यो सांसदले ल्याइदियोस् भन्ने आशा त पक्कै पनि हुन्छ। बाढ आइरहेको हुन्छ, डुबाइराखेको हुन्छ, काटिराखेको हुन्छ, चारैतिर अरू अप्ठ्यारो परेको हुन्छ, हामीलाई तान्तर फोन पनि आइरहेको हुन्छ। अनि अर्कोतिर के छ भने सांसद त विधायकी अधिकार मात्र, तिमीहरूले किन योजनामा तिमीहरूले हस्तक्षेप गर्ने, योजना केही पनि हुन्न भनेर एकातिर त भनेको स्थिति छ। योजना हामीले दिने होइन कि, तर हामीले जनतासँग बाचा गरेर आएका र रियल त्यहाँको जनतासँग के छ त। किनभने भोलि त तिनी सांसदहरू लड्न जान्छ कि मैले यति कानुन पास गरेँ भनेर त चुनाव जित्दैन। कानुन मात्रै पास गरेर त बुझ्दैन, कानुन मात्रै पास गरेन, तिम्रो धारा पनि बनाइदिए, तिमीले यहाँको मन्दिर मागेको थियो त्यो मन्दिर पनि मैले बनाइदिएँ, हस्पिटलमा यति छ यहाँको बेड मैले थपिदिएँ, यी सारा कुराहरू गर्नुपर्ने, सानादेखि ठुलो कुरा गर। त्यसले गर्दाखेरि अहिले पनि हाम्रो छलफल भइरहेको छ कहाँनिर जोड्ने त। जस्तो ठिक छ स्थानीय तहबाट योजनाहरू छनौट भएर आओस् होइन, त्यो प्राथमिकता आधारमा के छ त्यहाँनिर हामी कहाँनिर जोड्ने, योजना आयोगसित भएर जोड्ने कि हामी, अर्थ मन्त्रालयले योजना वितरण गर्ने बेला जोडिन् कि हामी, ताकि हाम्रो पनि त्यहाँ भूमिका छ है। यो हामीलाई अरू केही चाहिएन, यो सांसदले यो योजना ल्याउनुमा पहल गरेछ भन्ने कुरा कहाँ ल्याउँछ त। सांसदहरू हातमा फाइल बोकेर सचिवलाई मेरो क्षेत्रमा यो योजना हालिदिनुहोस् भनेर जानुलाई त्यो त राम्रो कुरा भएन नि त। सांसदले त मेरो क्षेत्रमा यिनी योजना छ, यसलाई तपाईँहरूले कहाँबाट, तपाईँको सिस्टममा कहाँबाट हाल्नुहुन्छ, सिस्टममा हालिदिनुहोस् भने चाहिँ हाम्रो हातमा पैसा होइन नि। एकातिर त्यो हुनुपर्छ भनेदेखि मेन काम त फेरि हाम्रो विधायकी अधिकार हो। अब सबै नीतिको माओनीति राजनीति हो हेर्नुहोस्, व्यवस्था कोही पनि आफैमा खराब हुँदैन कि। अहिलेको हामीले ल्याएको गणतन्त्र होइन, यो संविधान यदि तपाईँले हेर्नुहुन्छ भने संविधान हाम्रो के अरे साझा दस्तावेज हो। त्यसमा काङ्ग्रेसको पनि आफ्नै भावना सबै पार्न सकेनौँ, कम्युनिस्टको पनि आफ्नो भावना सबै पर्न सकेन होला, तथापि साझा दस्तावेज हो। यो केही वर्ष लगाएर पुनरावलोकन गर्ने या संविधानहरू संशोधन गर्ने प्रक्रिया पनि आउँछ।
तर भइदिन्छ के भनेदेखि व्यवस्थालाई गाली गर्ने अनि त्यसपछि वास्तविकता नबुझेर त्यसको पछि दगुर्ने। पहिलाभन्दा पछिल्लो पिरियडमा चाहिँ त्यो ट्रेन्ड छ। व्यक्ति गलत हुन्छ है, फेरि व्यक्ति यो व्यवस्थामा पनि गलत हुन्छ, हिजो भएको व्यवस्था पनि गलत थियो होला। व्यक्ति गलत छ भनेदेखि त्यो व्यक्तिलाई दण्डित गर्ने, सजाय दिने या राजनीतिबाट उसले कहिले गर्न नपाउने गरेर निष्कासन गर्ने पनि विधि बनाउन सक्छ नि, त्यो विधि पनि हुन्छ, त्यो विधि बनाउने। र अहिलेको युवा अवस्था त अझ बढी एक्टिभ भएर होइन, यो यहाँनिर खराबी भयो है, यो पुस्ताले गर्न सकेन, त्यो पुस्ताले यहाँनिर यो गरेको थियो, अब हामी त अझै गर्छौँ भनेर उहाँहरू यदि आउनु भएन भनेदेखि अनि गर्ने कसले त? राम्रो मान्छेहरू चाहिँ के अरे पढ्यो लेख्यो बाहिर गयो, पढ्न नसकेको मान्छे अलिकति मसर्स भएको मान्छे पनि बाहिर खाडी मुलुकमा गयो, अनि गरिदिने कसले त? यहाँ त्यसले गरेन भने चाहिँ गर्ने कसले त? गर्नको लागि त सर्नु पऱ्यो नि युवाहरू पनि। म त मेरो नातिनीबाट पनि आफूलाई करेक्सन गर्छु कि नातिनीले पनि, किनभने धेरै कुरा मेरो नातिनी मेरो गुरु हो कि। मेरो जमाना म टेलिफोन पक्ने बेला उल्टो बाटो पक्ने सुल्टो बाटो पनि टेलिफोनबाट पनि करेन्ट लाग्छ भन्थ्यो। सुरुमा टेलिफोन आउँदाखेरि एउटाले टेलिफोन बजा भन्दाखेरि बज्ने बित्तिकै हामी भागा त्यो जमानाको मान्छे हो नि त। तर म अहिले यसमा पर्फेक्ट भयो, किनभने मलाई यसमा पनि अझ पर्फेक्ट छैन, अझ भयो भनौँ। अब सबै कुराहरू यसमा राख्ने, सेभ गर्ने, भन्ने, च्याट जिपिटीसित सोध्ने भयो त हाम्रो। यो कुरा मेरो गुरुको हुन्छ, मेरो त नातिनी हुन्छ नि त। त्यही भएर तपाईँहरू पनि अग्रसर भएर गल्ती भएको छ भने दिदी आन्टी यहाँनिर भएन, तपाईँहरूले हामीलाई निराश बनाउनु भयो, तपाईँहरू ग्रुपै बनाएर भन्नु पऱ्यो क्या हामीलाई। तर सही कुराको सूचना पहिला लिनु पऱ्यो। मान्छेले आफ्नो एउटा उद्देश्यको लागि चाहिँ लामो त्यो डिस्टेन्स हुन्छ नि, त्यसलाई हेर्नु पऱ्यो, टाढा त्यो दूरदृष्टि राख्नु पऱ्यो, त्यसमा निरन्तर यात्रा गर्नु पऱ्यो क्या। धेरै अझ मोस्टली महिलाको लागि त धेरै ठक्कर आउँछ, धेरै ठक्कर तपाईँहरूले खानुपर्छ र फर्केर हात तेरिका भनेर यो त एकदम अब गर्नै छोडौँ क्या हो, जुन यो राजनीति मात्रै होइन जुन कुनै क्षेत्रमा पनि अब नगरौँ क्या भन्ने हुन्छ। तर होइन है, मेरो उद्देश्य त त्यहाँ पुग्ने हो, त्यस कारणले म अगाडि बढ्नुपर्छ भनेर लाग्नुभयो भने एक दिन सफलता प्राप्त हुन्छ। महिला नेतृत्वका लागि जस्तो सुकै सङ्घर्ष गर्न पनि तयार, सामना गर्नुपर्ने चुनौतीसँग कहिल्यै नडराउने, स्पष्ट विचार र हक्की स्वभाव। सुनवाई समितिको नेतृत्व गरेपछि समितिको कामलाई प्रभावकारी बनाउन सभापति न्यौपानेले गरेको प्रयास प्रशंसायोग्य छ। राजनीतिमा यो लामो सङ्घर्षप्रति उच्च सम्मान व्यक्त गर्दै सभापतिमा बाँकी कार्यकाल र आगामी राजनीतिक यात्राका लागि हाम्रो शुभकामना छ।